किनकि हामीले त मन्त्रीलाई पनि हामीले झापाबाट पठाएका मान्छे हो हाम्रो कोशी नि 1 नम्बर कोशी प्रदेशको मान्छे हो उहाँले पनि सम्झिरहनुपर्छ कि हामीले लालमहर जनताको लिएपछि जनताको लागि काम गर्नु शिक्षामा कुनै पनि प्रत्यक्ष उहाँहरु इन्कम नआउने भएपछि यो लगानी गर्नलाई नमानेको यदि उहाँले लगानी गर्नुहुन्थ्यो भने 26 दिनसम्म मान्छेले बाध्य आत्मा दा गरेर जान तयार छ शिक्षकहरु किन यसरी भाँडभाइले गर्नुहुन्छ उहाँहरुले भनेको अब तपाईहरु आक्रामक शैलीमै उत्रिन्छौं सर 1 2 3 हामीलाई ज्यानको माया छैन हामी 20 वर्ष राज्यलाई ठेकदार बनेर हामीले दिएका श्रमको मूल्याङ्कन राज्यले चुकाएपछि हाम्रो जिन्दगी पनि चुकाउन तयार छौं सर शिक्षकहरु त शान्तिको दूत हुन्छन् 26 दिन बाद शान्ति गरेको हामीले अब कति जेल शान्ति गर्ने हामीले हात भएर नागिसकेपछि यस्तो पानीका फोरा त्यो ड्रममा हामीले पनि ल्याएर हान्न जानेछौँ गृहमन्त्रीलाई पनि उहाँलाई पनि त्यो ठाउँमा पुग्दा त्यही पानीका फोराले हान्दाखेरि कसरी फर्केर हेर्नुहुन्छ त्यो कुरा पनि हेकार होस् मलाई तपाईले भन्नुभयो आफ्नै प्रधानमन्त्री हुन् आफ्नै क्षेत्रको प्रधानमन्त्री तै पनि तपाईहरुको माग मुद्दा सम्बोधन गरिरहेका छैनन् केपी शर्मा ओली नेतृत्वको यो सरकारले के भन्छ छैन छोरी पनि छैन केको माया दया छोराछोरी हुने मान्छेले हामीलाई माया दया छ त्यसले गर्दा पनि हामी यहाँ उत्रेका हौं हाम्रा छोराहरु विदेश नजाओस् हाम्रा छोरीहरु विदेश नजाओस् भन्नको लागि हामी उत्रेका हौं सर हाम्रो स्वार्थ पूरा गर्ने त पनि 20 वर्ष अस्थायी प्रविधिमा रहेर एउटा ईसीडी शिक्षकलाई एउटा माग र मुद्दा समाधान गर्दै सरकारले एउटा दरबन्दी क्रिएट गर्दै भन्दाखेरि उहाँले गर्न सक्नुहुन्न भने यो देशमा राज्य सरकार छ भनेर कसैले पनि अब चुप लाग्दैन शिक्षकले संयम 26 दिन अपनायो अब अपनाउँदैन उहाँलाई भाला रोप्न तयार छ शिक्षक ठाउँ ठाउँमा गएर गृह मन्त्रालय सिंहदरबार छिन सकेन भने पनि उहाँको निवासमा गएर भाला रोप्न सक्छौं हामी त्यतिसम्म त्यतिसम्मको आक्रामक हुनु भएन तपाईहरु त्यसरी आक्रामक शैलीमा बोल्नु शैलीमा आज यहाँ के भयो किन घुसपेट पठाइयो यहाँ हामीमाथि हामी शिक्षकले संयम तरिकाले आन्दोलन 26 दिन गर्दाखेरि 26 दिनसम्म हामीले आन्दोलन गर्दाखेरि अहिलेसम्म केही भएको छैन सर हामीले ढुङ्गामुढा पो भएको तपाईहरुमाथि चाहिँ ढुङ्गामुढा भयो भयो सर अस्ति पनि एउटा अभिभावक आन्दोलन अस्ति पनि अभिभावक एकजना पठायो किन पठायो त त्यो सरकार नागरिक मञ्चको एउटा ब्यानर लाउने मान्छे को हो त्यो आज पनि त्यो केटालाई कसले पठायो हाम्रा छोराछोरी हुन् हामीले पढाउने विद्यार्थीहरु हामीले संयम तरिकाले उहाँलाई बच्चालाई के भन्छ तिमीहरुको हाम्रो वर्षे बिदा काटेर हाम्रो तिमीहरुलाई पढाउने कुरा हामी पढाउँछौं भनेछौं हामीले अभिभावकलाई त्यही भनेर आछौं हाम्रो ऐन नलिसम्म अहिलेसम्म राज्यले नसुनेपछि हामी छोड्दैन 1 2 3 यहाँबाट 3 टन दिन्छौं मान्नेहरुले हामीले कहाँ गर्नुपर्छ नि आजको बेलुकाबाट उहाँहरुको मुटुमा ढुकढुकी बोलस् कि शिक्षकले दिएका हुन् कि होइन भोट भन्ने हिसाब गरेर राख्नुस् उहाँहरुसँग गाउँमा गएर यसो घुम्ने तर शिक्षकसँग कतिवटा भोट हुन्छ भनेर गने हुन्छ सर यो चाहिँ गरेका थियौं पुलिस कर्मीहरुले हामी माथि दमन गरेको हामीलाई सिधै हामी शान्तिपूर्ण नारा जुलुस गर्दाखेरि पानी फोरा हालेर रोडले हानेर टिचरलाई घाइते बनाएको छ 2 दर्जन भन्दा बढी टिचरहरु घाइते भएर अहिले सिभिल अस्पतालमा हामीले पुर्याइसकेका छौं प्रहरीले रोडले फोरा हान्दै रोडले डन्डाले हानेर हाम्रा धेरै साथीहरु घाइते बनाउने काम गरेको छ यो आन्दोलनलाई हिंसात्मक बनाउने अभियानमा स्वयं सरकार नै लागेको छ शिक्षकहरु यत्रो 26औं दिनसम्म तपाईहरुले हेरिरहनु भएको छ एकदम यो सरकार हामी विरुद्ध लागेको छ र प्रहरीहरुलाई अब प्रयोग गरेर यो ठाउँबाट हामीलाई निकाल्ने र यो आन्दोलनलाई तुवाउने दुष्प्रयास गरेको छ यसले सरकारलाई भोलि ठूलो धक्का पुग्ने छ यो सरकार जाने अब निश्चित छ यति कुरा लेखेर राख्नु यसमा चाहिँ जति पनि शिक्षकहरु आन्दोलित हुनुहुन्छ यसमा संगठन र संगठन पनि छन् हैन आन्दोलनमा छ सबै नेपाल हैन एमाले कांग्रेस होइन नेपाल शिक्षक महासंघबाट आन्दोलन हो यो महासंघ भित्र धेरै आबद्ध सम्बद्ध संस्था छन् कुनै पार्टीका व्यक्तिहरु यहाँ छैनन् समग्र शिक्षक साथीहरु छन् कर्मचारी साथीहरु छन् शिक्षक र कर्मचारीहरु महासंघमा आबद्ध भएका शिक्षक र कर्मचारीहरुको एकदम शान्तिपूर्ण यो आन्दोलन हो शान्तिपूर्ण आन्दोलनबाटै हामीले उपलब्धिहरु प्राप्त गर्छौं भने पनि महासंघ भित्र पनि यो चाहिँ अलिकति माओवादी निकट मात्र आए संघ र संगठनको छैन भनेर हैन सरकार यति गैर जिम्मेवार छ कि यो आन्दोलनलाई तुवाउने कसरी तुवाउने भनेर भनेको छ गैर जिम्मेवार सरकारको कुरा हामीले नगरौं एमाले र कांग्रेसका शिक्षकहरु एमाले कांग्रेसका छैनन् नेपाल शिक्षक महासंघका छन् नेपाल शिक्षक महासंघका शिक्षक हो तपाई शिक्षक एमाले कांग्रेसको हुँदैन यति लेखेर राख्नुस्
ओली सरकारले तपाईहरुको माग मुद्दा किन सम्बोधन गर्न खोजिरहेको छैन? ओली सरकारले यो माग मुद्दा सम्बोधन गरेन भने अब ओली सरकारका 3 गन्ती सुरु भए। अब 3 गन्ती सुरु भएको छ। आजबाट अब काउन्टडाउन सुरु भएको छ। यो सरकार गिराएर भए पनि हाम्रा माग पूरा गर्छौं। होइन भने हेर्दै जानु होला भोलि बंगलादेशको जस्तो घटनाले लक्ष्मी किशोर सुवेदी देशको प्रधानमन्त्री हुन सक्ने सम्भावना देखिन्छ। हेर्नुस् अब त्यो अभियानमा हामी जान्छौँ। प्रधानमन्त्री भएर भए पनि हाम्रा माग मुद्दा शिक्षकहरूले अब बंगलादेश हेर्नु होला हुन सक्छ। आजको यो घटनाले त्यो स्थिति निम्त्याएको छ। अबको देशको नेतृत्व शिक्षकहरूले गर्ने हो। एकदम शिक्षकले गर्छ। अब शिक्षकले नेतृत्व अभियानमा अब हामी अगाडि बढ्न सक्छौँ। यो घटना यस्तो छ। के भएको छ यो आन्दोलनलाई तुहाउनका लागि केही साथीहरू शेखर कोइरालाले उस्काएर आएका छन् भनिएको छ। केही माओवादीले उस्काएर आएका छन् भनिएको छ। केही चाहिँ त अन्य जुन उसमा छन् उहाँहरूले उस्काएर यहाँ आन्दोलनमा आएका छन् भनेका छन्। म बझाङबाट आएको छु। बझाङको महासङ्घको अध्यक्ष हो। हामीलाई कसैले उचालेर हामी यहाँ आएको होइनौँ। बझाङबाट आएको कुनै पनि शिक्षक साथीहरू, नेपाल अधिराज्यभरबाट आएका कुनै पनि शिक्षक साथीहरू कसैको उसकाटमा, कसैले भाडा हालेर, कसैको बाइकमा तेल हालेर हामी आएको होइन। सरकारले के भन्छ भने एमाले र कांग्रेसका शिक्षकहरू लचिलो बन्न तयार छन्। माओवादीले गर्दा एकदम गलत। यहाँ सुन्नुहोस् एकैछिन सर है, एकैछिन। म सङ्घसँग आबद्ध भएर महासङ्घमा गएको मान्छे हो। म सुदूरपश्चिमको मान्छे हो। व्यक्तिगत रूपमा यदि नजिक भन्नुहुन्छ भने म शेरबहादेवमा नजिकको मान्छे पनि हो। हामीलाई कसैले शेखर कोइरालाले उस्काएर म यहाँ आएको होइन। म शिक्षाभित्रका विभिन्न किसिमका समस्याहरूलाई समाधान गर्नुपर्छ यो भनेर यो ऐतिहासिक आन्दोलनमा हामी सहभागी भएका छौँ। त्यसैले नेपाली शिक्षकहरू कहीँ कतै कसैको उसकाटमा लागेर आएको होइनन्। अब के भन्नुहुन्छ त? अब 2/3 सरकारले तपाईहरुमाथि लट्ठी प्रहार गरिसक्यो होइन? पानीको फोहरा पनि हान्ने, जसरी पनि सडक छोड्न बाध्य पार्ने भन्ने छ नि त सरकारले। अब सुन्नुहोस्, शिक्षकहरूको आन्दोलन यो शिक्षकको आन्दोलन हो। यो कुनै भरौटेहरूको आन्दोलन होइन। हामी 20औं वर्ष कक्षा कोठामा खडा रहने शिक्षक हो। हामी रोडमा वर्षौंसम्म खडा रहन सक्छौँ। हामी एक रत्ती पाइला पछाडि हट्दैनौँ। त्यसो भए अब विद्यार्थीको भविष्यमाथि विद्यार्थीको भविष्यको खेलवाड हुँदैन। विद्यार्थीको भविष्यका निमित्त यो आन्दोलन भइराखेको छ। विद्यार्थीको भविष्य निर्माणका निमित्त यो आन्दोलन भइराखेको छ। त्यसैले खेलवाड गरेको सरकारले हामीले गरेका छैनौँ। हामीले त वर्षे विद्याबाट कटाएर हामी चाहिँ नि जसरी विद्यार्थी भाइ बहिनीको पढाइ हामी सुचारू गर्छौँ भने सरकारले के भनेको छ? हामी माग पूरा गर्न तयार छु, शिक्षकहरूले सडक छोड्नु पर्यो भन्ने। कतिचोटि सम्झौता भयो? तपाईँ भन्नु न, सम्झौता गर्ने छोड्ने अनि हामी सधैँभरि चाहिँ शिक्षा क्षेत्रलाई अस्तव्यस्त पार्ने। अहिले लाखौँ युवाहरू बाहिरिएछन्। शिक्षा नीति राम्रो नभए त हो नि, हो कि होइन? उनीहरू जन्मदाखेरि यो शिक्षा नीति हाम्रो शिक्षाको हकितको लागि मात्रै होइन, सम्पूर्ण यो शैक्षिक नीति चाहिँ राम्रो हुनुपर्छ। वार्तामा बोलाउँदाखेरि वार्तामा गएको छ हाम्रो साथीहरू जानु हजुर ऊ त भएन त, निर्णय त गर्न सक्नु भएन नि त तपाईले। निर्णय त हामीले सरकारले गर्ने हो नि त। समझदारी गर्नु पर्छ। सरकारले त कसरी यो आन्दोलन तुहाएर यिनीहरूलाई चाहिँ लट्ठी प्रहार गरेर होइन, लट्ठी प्रहार गरेर यिनीहरूलाई पानीको फोहरा हिर्काएर कसरी हुन्छ? अब घुसपेट गरेर अब विभिन्न किसिमका चाहिँ षड्यन्त्र गरेर यो आन्दोलनलाई तुहाउन खोजिरहेको छ। सरकार तुहाउन, आन्दोलन तुहाउन लाग्यो, एकदम लागेछ। तपाईहरु बीच फुट त हुँदैन नि? हुँदैन। हामी हुँदैन। तपाईँ मार्फत हामी के अनुरोध गर्छौँ भने यो आन्दोलनलाई तुहाउन भन्दा सरकारले रातो दिन शिक्षा ऐन, अग्रगामी शिक्षा ऐन बनाउनतिर लाग्यो भने राज्यका लागि पनि फाइदा हुन्छ, विद्यार्थीका लागि पनि फाइदा हुन्छ, अभिभावकका लागि पनि फाइदा हुन्छ, हामी समग्र नेपालीका लागि फाइदा हुन्छ। हामी यहाँबाट उहाँहरूलाई त्यही अनुरोध गर्छौँ कि तपाईँ हामीतिर नफर्कनुहोस्, यो शिक्षा ऐनतिर फर्कनुहोस्। अब के हो त? अब त्यसो भए तपाईहरु यो निषेधित क्षेत्र तोड्न तयार हो होइन? हामीले अब धैर्यताको बात छुट्याएको छ। हाम्रो माहौल जुट्दैछ। तोड्छौँ हेर्नुहोस्, एकैछिन है सर, हाम्रो धैर्यताको बाँध टुट्दैछ। किनभने मान्छे पनि धैर्यशील हुन्छ, शिक्षक पनि मान्छे हो, यसमा पनि संवेदनशीलता छ। अब यो संवेदनशीलतालाई उग्र रूपमा परिणत हुन सरकारले नदियोस्। तपाईहरु मार्फत हामी के अनुरोध गर्छौँ भने नेपाल सरकारलाई यो शिक्षकका माथि टाउ यो लट्ठी बजार्नु भन्दा
आफै रातो दिन भए पनि हाम्रा प्रतिनिधिहरूसँग बसेर जुन हामीले राखेका मागहरू छौँ ती मागहरूलाई पुरा गरेर हामीले घर जाने वातावरण सृजना गर। आज 10-15 जना घाइते भएका छन्। तपाईहरुले पनि शिक्षक जस्तो नभएर ढुङ्गा हान्ने आन्दोलनकारी होइन हामीले हाने छैन होइन हामीले हाने एकजना साथीले ढुङ्गा हान्नु होइन। महाभारतको लडाईँमा तपाईको अर्जुन यताबाट लडिरहेको छु शिक्षे यताबाट लडिरहेको थिए उतातिर आफ्नै पितामह भीष्म पितामह लडिराख्नु भएको थियो त्यही तपाईको धृतराष्ट्रलाई उतातिर हेरिरहनु भएको थियो भनेपछि बाबु छोरा बीचमा त लडाईँ हुन्छ भने यदि धैर्यताको बाँड टुट्छ भने जोसुकै अगाडि आओस्। ढुङ्गा त सरकारले पढाउनु भएको मान्छे शिक्षासँग के छ शिक्षकले हाने भनेर शिक्षकलाई तर्नको लागि दुनियाँ राजनीति यो जति उहाँहरूले एउटा कलमले हान्ने चिज हो। हामी बन्दुक छैन गोली छैन बारुद छैन ढुङ्गा उहाँले झोलामा लिएर मान्छे पठाउनु भएको छ। उहाँ आफै स्वयं सरकारले पठाएको ढुङ्गा हो हामीले होइन। सरकारले झोलामा ढुङ्गा हालेर पठाएको घुसपेट गरेकै हो तपाईहरुले पैसा छोड्दाखेरि घुसपेट गरेको सरकारले गरेको शिक्षकले गरेको। अहिले आन्दोलन गरिराख्नु भएको यो भन्दा 100 मिटर उता संसद भवन छ आज पनि संसद बसिरहेको छ। तपाईहरुका माग सम्बोधन गर्ने र यहाँ गर्ने सांसदहरूले हो हैन सरकारले यहाँ छलफल भइरहेको छ। तपाईहरुले सडकमा एउटा कुरा भन्छु सर एउटा कुरा म भन्छु यो शिक्षा ऐन ल्याउने शिक्षा ऐन नेपालीहरूलाई चाहिन्छ कि चाहिँदैन चाहिँदैन मलाई हजुरहरूले भनिदिनु पर्यो शिक्षा ऐन चाहिन्छ कि चाहिँदैन चाहिन्छ हजुरलाई चाहिन्छ कि नै नेपाली जनतालाई चाहिन्छ कि नै किन नल्याएको नल्याउने कारण के तपाईँ पनि नेपालकै तपाईहरुले यस्ता माग राख्नुभयो जो नेपालको अर्थतन्त्रले भ्याउँदैन त्यो होइन प्रधानमन्त्रीले भन्नुभएको है प्रधानमन्त्रीले भन्नुभयो त्यो होइन भ्युटाहरू वा झापामा गएर त अनावश्यक ठाउँमा भ्युटाहरू बनाइरहेछ यहाँ शिक्षाबाट कमिसन आउँदैन नि 2 खर्ब बराबर भार पर्ने भयो यहाँ शिक्षाबाट कमिसन आउँदैन सबै रकम यहाँनिर शिक्षकमा लगाइदियो भने उहाँहरूलाई कहाँबाट पुग्ने त त्यत्रो रकम जो हो अहिले चाहिँ जथाभावी चिजमा लगाइराख्नु चाहिँ कहाँबाट पुग्ने। जतिखेर यो सम्झौता भयो त्यतिखेर बहुमतको सरकार होइन योभन्दा पनि संवेदनशील थियो नि तिनीहरू त उलाई पनि त थाहा थियो नि के बन्यो भने तपाईहरुका जायज माग हामी पूरा गर्न तयार जायज कसलाई भन्ने जायज के त्यतिखेरको जो सरकारमा जो पदासीन व्यक्तित्वहरू थियो त्यो संवेदनशील थिएन। एउटा कागज बनिसकेपछि त्यो अदालतले त्यो कागजलाई मान्यता दिन्छ। त्यो कागज पूरा गर्दाखेरि त 2 खर्ब भन्दा बढी बजेट भार पर्छ त संविधानमा के लेखेको छ शिक्षामा 18-20% लगानी गर्नुपर्छ भन्ने लेखेको छ। खै लगानी शिक्षामा लगानी अन्य भ्रष्टाचार गर्नलाई लगानी हुने शिक्षामा दक्ष जनशक्ति उत्पादन गर्नुको लागि लगानी छैन देशसित राम्रो उत्पादनको लागि राम्रो लगानीको आवश्यकता पर्छ। विश्वको चाहिँ तपाईँ रेकर्ड हेर्नुहोस् कुनै पनि देशमा विकास जो विकसित देश भनिराख्नु भन्छ त्यसको विगतको इतिहास हेर्नुहोस् कति % शिक्षामा लगानी छ यही 9, 10, 11, 12% लगानी गरेर हुन्छ भने सरकारको आरोप के छ भने पूरा गर्न नसकिने माग राख्नुहुन्छ अनि सडकमा आन्दोलन गरेर प्राइभेट बोर्डिङ स्कुललाई पुस्नुहुन्छ रे के। प्राइभेट बोर्डिङको जन्म कसले दियो प्राइभेट बोर्डिङको सुन्नु न प्राइभेट बोर्डिङको जन्म कसरी भयो त नेपालमा पहिले थियो प्राइभेट बोर्डिङ जन्माएकै सरकारले हो। आफूलाई प्राइभेटाइजेसन गर्नको लागि र प्राइभेट सरकारी अस्पताल ध्वस्त गर्ने प्राइभेटलाई बढावा दिने सरकारी स्कुल ध्वस्त गर्ने प्राइभेटलाई बढावा दिने र त्यसमा जम्मै चलखेल छ। यो चाहिँ के छ समझदारी हुन नसक्नुको कारण समझदारी के छ भन्दाखेरि राज्यले पटक सम्झौता गरेको छ शिक्षकहरूसित तर कार्यान्वयन नगरेको कारण के त के भन्दाखेरि नेपाल सरकार यो शिक्षा ऐन ल्याउन सक्दैन उसको दम्ब छैन ल्याउने किन भन्दाखेरि यहाँ ठुल्ठुला माफियाहरू छन् जसले चाहिँ सरकारलाई ल्याउन दिइराखेका छैन ल्याउन नचाहेको र उनले ल्याउन चाहेको भए
जब नेपाली शिक्षकहरू यहाँ सडकमा आएको थिए नि 1-2 दिनको आन्दोलनपछि हामी यही हो माग तपाईँको पुरा गर्न सक्छौँ, यही हो हामी पछि बिस्तारै गर्छौँ भनेर शिक्षक सङ्घलाई आह्वान गर्ने हो। पहिला वार्ता भएका हामी कार्यान्वयन गर्दैछौँ भनेर कति वर्ष भयो? 15-16 वर्ष भयो। अब नयाँ शिक्षा मन्त्री पाउनु भएको छ, नयाँ शिक्षा मन्त्रीले अस्ति मिडियामाथि मार्फत सार्वजनिक गरिसक्नु भयो कि आउनुहोस् हामी माग पुरा गर्न तयार छौँ, तपाईँका जायज माग र पुरा गर्न सकिने माग। एउटा कुरा म भन्छु है, यो शिक्षाविद शिक्षकहरूको मात्र होइन, विद्यार्थीहरूको पनि हो। विद्यार्थीहरूले एकीबद्धता जनाएको छ, अभिभावकको पनि हो र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाले पनि अहिले शिक्षा विधायकको वकालत गर्दैछन्। सर्वोच्च अदालतले पनि नेपाल सरकारलाई के भनेको छ भन्दाखेरि, सर्वोच्च अदालतले के भनेको छ भन्दाखेरि शिक्षकहरूका माग यथाशीघ्र परिपूर्ति गरेर उनीहरूको मागको सुनाइ गरेर शिक्षकहरूलाई घर जाने वातावरण बनाऊ र कक्षाहरूको परीक्षा गर्ने वातावरण बनाऊ र पठन पाठनको वातावरण बनाउनु पर्छ भनेर सर्वोच्च अदालतले नेपाल सरकारलाई आदेश दिँदा दिँदै पनि नेपाल सरकारले अझै पनि अटेरी गरेको छ। नेपाली जनतामाथि, नेपाली जनताको खुट्टामा बन्चौरा हानेको छ। यो सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय जगतले पनि हेरिरहेको छ, वाच गरेको छ, व्यापारीहरूले हेरेको छ। यहाँ व्यापारीहरूलाई सोध्नुहोस्, सब शिक्षा विधायकको वकालत गर्दैछन्। यहाँ फुटपाथमा यहाँ भित्र भएका शान्तिला व्यापारीहरू पनि शिक्षा विधेयक हो, किनभने भोलि हामी सधैँको लागि त टिचर हुँदैन हुन्छ त। तपाईँहरू सरकारसँग अन्तिममा समझदारीमा त जानु पर्ला नि होइन? अब हामीले के गर्ने त्यो हामी सबैले मिलेर भन्नुपर्छ, नेपाली जनताले भन्नुपर्छ। हजुरहरूले के गर्छ, मिडियाले के गर्छ? मिडिया हाम्रो साथमा छ कि छैन? हामी साथ सडकमा मात्रै आएर विद्यार्थी अन्यलमा त पार्नु भएन नि त। अन्यलाई पारे होइन, सर्वोच्च अदालतले के भन्यो? शिक्षकका माग पुरा कर, परीक्षा गर्ने वातावरण बनाऊ भनेर आदेश दिएको छ कि छैन? छ। त नेपाल सरकारले अहिलेसम्म सुन्नुपर्छ कि अगाडि नै सुन्नुपर्ने हो? जब शिक्षकहरू सडकमा थिए, ए सरहरू सम्झौता भइसकेको हो, कार्यान्वयन हामी गर्दैछौँ भनेर बोलाएर केही कति दिनसम्म यहाँ अनसन बस्यो, पार्टी कार्यालयमा अनसन बसिरहेको छ। प्रत्येक चाहिँ पार्टीका कार्यालयमा गएर शिक्षकहरूले सङ्केत गरेको हो कि होइन? किन सुनेन? यसको अर्थ के हो भन्दाखेरि शिक्षा विधेयक ल्याउन पाइँदैन, सक्दैन यो नेपाल सरकार, अझै पनि ल्याउने होइन। हस्, धन्यवाद। शिक्षा विधेयक ल्याउने होइन, चाहँदैन। आयो भने भन्नु होला, ल्याउनु सक्दैन।